ल म यस्तो कि अब एउटा हाम्रो नेपालको काठमाडौँबाट भर्खरै घरमा आएको मान्छे हो र अब के गर्ने हाम्रो ल छिटो छिटो हामी चाहिँ अब एउटा सम्पन्न हुँदैछ र विवाहमा हामी एउटा उपस्थित छौँ र सबै साथीभाइहरूले रमाइलो गरिदिनु होला र एउटा किन उपस्थित हुनु भएन त बिहान गरिदिनु होला भन्ने लोकेन्द्र बहादुर चन्द दाइ किन बिहान उपस्थित हुनु भएन तपाईँ आज? अनि म आज काम परेको हुनाले अलिकति भ्याउन सकिनँ। अहिले ढिला भयो भने अलि आएँ अनि दिउँसो चाहिँ म एउटा यसो सुमाचोकतिर गएको थिएँ। त्यही कारणले गर्दाखेरि चाहिँ मेरो एउटा उपस्थित अहिले भएँ र सबै साथीभाइहरूलाई धन्यवाद छ। ल गिलास कति भयो त? गिलास त चाहिँ मलाई 2 गिलास भएको। कुन ठाउँको नाम भन्नु न नि? यो मोखला बजारमै भनौँ एउटा कुरो, नत्र भने हाम्रो एउटा बियर एउटा गीत गाइदिनुहोस्। अलि गएको भने मेरो राम्रो छैन, मिलाएर गर्नुपर्ने हुन्छ तर खासै छैन। ल ठिक छ गाइदिनुहोस्। लगाइदिन्छ छपै मोहनी लाउला टपै टिपेर नै जाउँला, छपै मोहनी लाउला टपै टिपेर नै जाउँला। ल धन्यवाद है। गाउने पनि हो दुःख पीडाको एकदम हात पुग्दैन लौरो छोट पहाडैमा सुन्छ, हात पुग्दैन लौरो छोट पहाडैमा सुन्छ, अर्कैलाई बुझाउने मुना आफै किन रुन्छ, छपै मोहनी लाउला टपै टिपेर लैजाउँला, छपै मोहनी लाउला टपै टिपेर लैजाउँला। ल भावुकवाला गीत गाउनु क्या? भावुकवाला विरक्तको लागि के विरक्त लाग्यो? परे पर्ला झौरे म नानाची सर्दी दुःख पीडा भएको गाउनु क्या? दुःख परेको गीत क्या? ल त्यस्तोमा राम्रो आउला जस्तो लाग्यो त। जाजा बहिनी जुम्ला पहिला बाटो बिरिँदैन, जाजा बहिनी जुम्ला पहिला बाटो बिरिँदैन। त्यो हाँस्यो पनि गीत हुन्छ त। अनि रुने गीत गाउनु क्या? रुने मान्छे रुन्छन् त त्यस्तै गाउने क्या? आमाको दसधारा दुध तिरी सकिँदैन, भाका त फेरि त्यही आयो क्या? भाग त त्यो आयो त्यो होइन क्या? अर्को भाका रुने भाका रुने गीत अर्को भाका फेरि अलि विरक्त लाग्ने कस्तो गीत गाइदियो भनेपछि रुने जस्तो खालको रुने एकदम दुरदुरी आफै रोए नै हुन्छ के फरक पर्दैन। छम छम नाची यो गीतमा को रुन्छ? रुने गीत क्या? रुने गीत भएन युट्युबमा राख्ने त्यहाँ मिलाइ राखेको हुन्छ हो। भोलि भाइरल हो, भोलि भाइरल हो र। अब लामो गीत नराखौँ भन्ने विचार हो। दुई चारवटा गर्नु त गर्न आउँदैन तपाईँलाई? उसले गाएको गीत थियो, कसले गाएको गीत थियो एउटा त्यसले अहिले आउँदैन। म त्यसलाई म ठाउँले केयर गर्छु। अरू दुई गिलास ल हुन्छ धन्यवाद सबै हाम्रो साथीभाइहरू। हाम्रो एउटा विवाहको उपलक्ष्यमा यो हाम्रो जेठा छोराको विवाहमा उपलक्ष्यमा सबैलाई धन्यवाद छ र सबै साथीभाइहरू बसिदिनु भएमा यसमा म हार्दिक स्वागत गर्दै धन्यवाद गर्ने मान्छे सबै आए। हाम्रो एउटा शुभ विवाहको एउटा कार्यक्रम छ र हाम्रो सबै साथीभाइहरूले नाचगान गरिदिनु होला र दिदीबहिनी तथा दाइभाइहरूले राम्रो गरिदिनु होला भन्ने मलाई धेरै आशा लागेको छ
र हामीले सबै मिलिजुली गरेर रमाइलो गर्ने भन्ने कुरो भनिरहेको छ र गर्ने पनि हो र सबैले हाँसी खुसी गरेर एकदम हाम्रो विवाहको मनोरञ्जन र सबैले संस्कृति कार्यक्रम हामीले राम्रोसँग गरिदिन पाएपछि हुन्थ्यो भन्ने मलाई मन लागिरहेको छ र सबैले एउटा उ गरिदिउँला अनि एउटा गीत जाओस् एउटा गीत जाओस् एउटा गीत खुट्टीमा भयो भने जाओस् जेमा भयो भने जाओस् यसमा गीत के गाइदिने हो त भनेपछि खुट्टीमा निल परे पर्ला झ्याउरे म नानाची सर्दिन मेला ठुलो कुमाखैको लेखौलो काटीको मेला ठुलो कुमाखैको लेखौलो काटीको एक तोला जोकेको माया 3 तोला घटीको खुट्टीमा अनिल परे पर्ला झ्याउरे म ननासी छोड्दिन खुट्टीमा अनिल परे पर्ला झ्याउरे म ननासी छोड्दिन कस्तो लाग्यो ल साथीहरूलाई र सबै साथीहरूलाई धन्यवाद छ ल अब यसैमा म बिदा हुन्छ धन्यवाद नमस्कार नमस्कार